हेलो नमस्कार साथीभाइ गाई सिस्टम मित्रहरू सबैजनालाई नमस्कार। आजदेखि हाम्रो युट्युब च्यानल बनिसकेको छ। आज भिडियो अपलोड हुँदैछ। सबैजनाले लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु। सबैजनालाई नमस्कार। सबैजनाले माया गरिदिनु होला। सबैजनाले माया गरिदिनुस्। मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। च्यानललाई पनि सब्स्क्राइब गरिदिनुस्। तपाईहरुलाई जाने नजाने हैन जस्तो भिडियो पनि म तपाईलाई जस्तो मनोरञ्जन दिने कोसिस गर्छु। मनोरञ्जन गर्ने कोसिस गर्दैछु। अब सबैजनाले भन्नुहुन्छ राम्रो भिडियो बनाउनुहुन्छ, त्यसले गर्दा आजदेखि युट्युब च्यानलमा हात चाहिँ हटा न, कति देखेन तेरो अनुहार। युट्युब च्यानलमा सबैजनाले सब्स्क्राइब गरिदिनुस्, लाइक पनि गरिदिनुस्, माया पनि गर्नुस्। अब यति चाहिँ गऱ्यो भने तपाईहरुले हाम्रो दाजुभाइ दिदीबहिनीहरु योभन्दा दामी कन्टेन्ट बनाउँछु। तपाईलाई हँसाउँछु, सक्दो हँसाउँछु, मान्छे तपाईलाई सक्दो नचाउँछु, सक्दो नचाउँछु, म पनि नाच्छु। धन्यवाद। जय होस् माछावालको। जय बीबीसी च्यानल दूरदर्शन। कस्तो कुरा गरेको? तपाईले चाहिँ भिडियो मलाई नबनाइराख्नु कि जतिखेर। थाहा छैन तिमीलाई हिजोदेखि चाक्न पिलाएको छ नि त। उसलाई मात्रै दिन्छ त। केको चाकमा पिलो हुन्छ? निसार दिने हो तपाईँ? म किन निचार्छु? फेरि किन बोलिरहेको? तेरो छ त नि गतिलो केटीहरू फेरि आउँदैन त्यहीँनिर आइरहन्छ त। उनीहरूलाई भन्न निचार्नु। भरे निचर्दा भरे अर्कोतिरबाट गु निक्लियो भने त्यो बुढीहरूले निचर न, गु निस्क्यो भने सोरी पनि दिन्छ। कस्तो अपराधी बोल्दो रहेछ यो दाइ। अपराधी भन्दैन त्यसलाई, पोरी भन न। नबोलै, अगाडि हिँडेको छ। बिस्कुट ल्याउँछ। आमा उसैले पो अगाडि गीत छ। कसले? के आफूले घिच्न ल्याएको कि हामीले ल्याइदिएको? कलुवाले। ए नाका कलुवा पनि खौवा रहेछ। पक्का त हन्तकाली नै हो नि त। कलुवाले हो नि। माछा दियो भने डल्लै गुसँग खाइदिन्छ होइन? डल्लै रोज गरेर खायो भन्दै थियो त अनि लोलीले त है। माछाको मान्द्रा भुडी गुसँग रोज गरेर खाइदिएको। खतरा हो यो पनि है पार। के नदेखाउनु, कस्तो राम्रले देखिरहेछ। अनुहार त देखाउनु पर्छ त। यसको हेर्नु अनुहार। के गरेको त त्यो? मान्छेले के गर्छ गर्दैन त्यो पनि सबै सुट गर्दै हिँड्ने। मान्छे कहीँ नाङ्गे भयो भने त्यो सुट गरेर हालिदियो भने म त हालिदिन्छु नि। त्यो पनि झन् छिटो खिच्छु। तँ पनि त अनि होइन देखिस् भने त आँखा घुमाउँछस् त। अनि बाटोमा हिँड्दै गरेको केटीहरूलाई माछा काट्दै पिल्लिक हेर्छस् त। अनि म थाहा पाउँदिनँ। मुस्किहालेपछि अनि आफू पनि मुस्किहाल्ने। अनि बुढीले देला नि फेरि 14 किलोको माछा लेप्टाउमा। अनि त्यति बेला अनि तिरी मेरी बाउको माथि तारा देखेको बेला थाहा पाउँछस्। हो त्यसरी हो त। अनि घर बिगार्ने सुट गरेर हालिदिन्छौ। तैँले चाहिँ घर सफारी रहेछस्। कान्छालाई ध्यान गर्दैन। कान्छाले यस्तो गर्छ, केटी आउँछ, रेड बुल खान्छ। अब बोल्नेमा डार्लिङ भयो। डार्लिङ त अनि डार्लिङ भन्छ। डार्लिङ कसलाई भन्छ? डार्लिङ खास बुढीलाई भन्छ। अनि बच्चालाई भन्छ माया गरेर भनेको। त्यही त अब तँलाई त अब सिकाइसकेछ नि त डार्लिङ भन्नु होइन? तेरो मान्छेले त्यो भएर खुसी छस्? म जान्छु। के बधाई छ हाम्रोबाट पनि, दाजु भाउजूकोबाट पनि बधाई छ है तँलाई। सुखै बधाई छ। सुखै किन बधाई र? अब त्यो कुरामा त तँलाई अब के पुरस्कार दिएर बधाई दिनुपर्ने? बधाई भइसक्यो त। अनि कान्छी बुढी ल्यायो भने त बधाई गिफ्ट सिफ्ट लगाउनु पर्दैन? त्यति बेला अब झैँझै लिएर आइज न। झैँझै बिहा गरेर त्यहाँ सैनिक भवनमा दे न पार्टी।
ए झान्छे गर्ने पर्ने के ल्याउँछु नि हामी होइन पारु ए भाउजूले ऊ 1 तोला सुनको ऊ बनाइदिन्छ माछाको ऊ यत्रो रौ माछा त्यही बोकेर आउँला माछाको सुन के हो माछा के सुनको 1 तोला सुनको माछा डिजाइन रौ माछा बनाएर लिएर आउँछौँ हामी ए साँच्चै भाउजू नि ऊ अलि खुसी भयो देख्यौ त्यसो भए त अब खुसी अब अब विचार्नु पर्यो खोइ मोबाइल मेरो म डार्लिङ ल्याउनु कि जुनी माया ल्याउनु अब तेरो खुसी कुन चाहिँलाई बढी मसार्छस् अहिले अहिलेसम्म कुन चाहिँले सुमसुमाएको छस् कुन चाहिँ मसारेको छस् कुन चाहिँले अब सुमसुमाएको छस् कुन चाहिँले अब चुम्मा चाटी गरेको छस् बढी त्यसले नै लिएन नि अझै तँलाई नै थाहा छ नि हो कान्छा हामीलाई त कहाँ अब नगर्ने हो भने किन त्यो कोठा थुनेर त्यो ऊहरू 100 मा खुवाएको त अब त्यो त्यति बेलाको त भिडियो छैन मसँग अब यहाँ टोलवासी गाउँहरूले अब देखेको कुरा गरेको त्यही भएर मैले तँलाई भनेको नि उनीहरूले मलाई आउँछ ठिकै हो नि त त्यो तेरो अधिकारको कुरा हो नि चुम्मा चाटी गर्छस् कि लुम्मा चाटी सुमसुमाउँछस् के गर्छस् गर्न हामीलाई के मतलब त्यो त दाइ साँच्चै भन्दैछु अतिभन्दा अति नबोल्नु त चुम्मा चाटी के हो दिनदेखि चुम्मा चाटी गर्छ खै कुन त नि अब के गर्छ नि मलाई थाहा छैन अब त्यो त तपाईँले थाहा छैन म पनि पुरस्कारको 50 वर्ष पुगेँ सक्तान धेरै नबोल धन्यवाद